Good evening and a warm welcome to you all to the product launching ceremony organized by Nepal Liquors Private Limited. We are shortly going to begin our launching ceremony, so I would like to request if you are around, I would kindly like to request you to be seated inside the hall. Thank you. यहाँहरुमाझ सार्वजनिक गर्न लागिरहेको एउटा विशेष प्रोडक्टको यो लन्चिङ सेरेमनीमा नेपाल लिकर्स प्राइभेट लिमिटेडको निम्तोलाई स्वीकार गरेर पाल्नुहुने सम्पूर्ण महानुभावहरूलाई म न्यानो स्वागत गर्न चाहन्छु। म नारायण। नेपाल लिकर्स प्राइभेट लिमिटेडको बारेमा कुरा गर्नुपर्दा यहाँहरु जानकार हुनुहुन्छ, विगत लामो समयदेखि नेपाली बजारमा विभिन्न ब्रान्डका प्रोडक्टहरू नेपाल लिकर्स प्रालीले बजारमा लिएर आउने गरेको छ र नेपाल लिकर्स प्राइभेट लिमिटेडको एउटा गर्विलो इतिहास छ। विगत लामो समयदेखि नेपाली बजारमा one among the top companies, त्यसमाथि पनि पछिल्लो समयमा डियाजो युके को फ्र्यान्चाइज लिएर नेपाली बजारमा आफ्नो बलियो उपस्थिति जनाइरहेको यस कम्पनीले आजको यो मोमेन्टमा यहाँहरुमाझ एउटा विशेष प्रोडक्ट लिएर आएको छ र यही कार्यक्रममा हामी उपस्थित छौं र आशा गरौं आजको कार्यक्रम यहाँहरुको भव्य उपस्थितिका बीच सम्पन्न हुनेछ र अब म कार्यक्रमको फर्मालिटी तर्फ लाग्न चाहन्छु। सर्वप्रथम म आज यस कार्यक्रममा पाल्नुहुने यहाँहरु सबैजनालाई स्वागत गर्दै अब भने अगाडिपटि हाम्रो डायसमा रहनुहुने महानुभावहरूलाई यहाँहरुमाझ परिचित गराउन चाहन्छु। सर्वप्रथम हामीसँग नेपाल लिकर्स प्राइभेट लिमिटेडका चेयरपर्सन हुनुहुन्छ श्री राजेश वीर सिंह तुलाधरज्यू। A big round of applause to the man who has envisioned such a company which has made a remarkable place in Nepali market. त्यसैगरी म डियाजो इन्डियाबाट जनरल म्यानेजर आउनु भएको छ, म मिस्टर उदयन चटर्जीजीलाई भाषण ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी म नेपाल लिकर्स प्राइभेट लिमिटेडका कर्पोरेट जनरल म्यानेजर कमल सिटौलाज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणको लागि म हेड अफ मार्केटिङ एन्ड सेल्स नेपाल लिकर्स प्राइभेट लिमिटेडको तर्फबाट मनीष कपुरजीलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी म आशिष राजबाहकज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। र त्यसैगरी म आसन ग्रहणको लागि आग्रह गर्दछु दुर्गा श्रेष्ठ जो प्रदेश नम्बर 3 का उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुनुहुन्छ, म आदरणीय दुर्गा श्रेष्ठज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। And yes, a name that needs no introduction when it comes to the entertainment world of Nepal, who has entertained generation. A generation has grown up watching him over television programs and events and the corporate media world. So I would like to request Mr. Suraj Singh Thakuri to take his seat on the dais. अब भने म विलम्ब नगरिकन अगाडिपटि रहेको यो पानसमा दीप प्रज्वलन गरेर
यो कार्यक्रमलाई विधिवत रूपमा उद्घाटन गरिदिनु हुन म यस नेपाल लिकर्स प्राइभेट लिमिटेडका अध्यक्ष चेयरपर्सन राजेश वीर सिंह तुलाधरज्यूलाई हार्दिक अनुरोध गर्दछु। र म उपस्थित महानुभावहरूलाई कर्कल ध्वनिका साथ जोरदार ताली बजाइदिन अनुरोध गर्दछु। थ्याङ्क यू चेयरमैन सर। नेपाल लिकर्स प्राइभेट लिमिटेडले निकै लामो यात्रा पुरा गरिसकेको छ र यो यहाँहरूमाझ जति लोकप्रिय छ त्यति नै लोकप्रिय आज यहाँ अनभिल भइरहेको प्रोडक्ट हुनेछ यो विश्वास हामी गर्दछौँ। र यो कम्पनी नेपाल लिकर्स प्राइभेट लिमिटेडलाई धेरै वर्ष अगाडि जग हाल्नुभएका द म्यान हु लेड द फाउन्डेसन of this prestigious company on today's date will have a short memoir as a tribute to the man who envisioned this company. म स्वर्गीय भक्तवीर सिंह तुलाधरज्यू जो आज हामीमाझ हुनुहुन्न तर उहाँका कृतिहरू हामीमाझ छँदैछन् र यो कम्पनी नेपाल लिकर्स प्राइभेट लिमिटेड यो बजारमा जसरी अडिग छ जुन स्थानमा छ यो पक्कै पनि उहाँको ठुलो देनका बावजुद यहाँ छ। त्यसो भएको हुनाले म उहाँलाई सम्झँदै एउटा छोटो भिडियो क्लिप हामी यहाँहरूमाझ राख्दैछौँ। म यहाँहरूको ध्यान स्क्रिनतर्फ आकर्षित गर्न चाहन्छु। सो लेट्स ह्याभ अ लुक एन्ड पे ट्रिब्युट टु दिस visionary leader. स्थानबाट उठेर स्वर्गीय भक्तवीर सिंह तुलाधरज्यूको स्मरण गर्न यहाँहरूलाई अनुरोध गर्दछु। इन लभिङ मेमोरी अफ द लेट भक्तवीर सिंह तुलाधर। Thank you everyone. In the loving memory of late Bhaktavir Singh Tuladharji. र सँगसँगै म उहाँका सुपुत्र जसले नेपाल लिकर्स प्राइभेट लिमिटेडको जिम्मेवारी सम्हाल्नु भएको छ म उहाँलाई अगाडिपट्टि रहेको स्वर्गीय भक्तवीर सिंह तुलाधरज्यूको फोटोमा यो माल्यार्पण गरेर सम्मान जताइदिनका लागि अनुरोध गर्दछु। र अब पनि म स्वागत मन्तव्यका लागि नेपाल लिकर्स प्राइभेट लिमिटेडका अध्यक्ष श्री राजेश वीर सिंह तुलाधरज्यूलाई पोडियममा आमन्त्रण गर्दछु। गुड इभिनिङ एभ्रिवान। यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई म नेपाल लिकर्सको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। यस नेपाल लिकर्स प्रणालीले विगत 4 दशकदेखि 40 इयर्सदेखि नै यस बजारमा उत्पादन गरेर बजार विस्तार गर्दै आइरहेको छ, जसमध्ये सिग्नेचर विस्की रेड, सिग्नेचर ग्रीन, एन्टिक्विटी ब्लू, ब्लू जिन, र देयर सो मेनी ब्रान्ड्स। र यसलाई चाहिँ सक्सेस गर्नको लागि चाहिँ जुन चाहिँ यहाँ माझमा आइराख्नु भएको जति पनि हाम्रा डिस्ट्रिब्युटर्सहरू, रिटेलर्स, होलसेलर्स एसोसिएसनलाई चाहिँ म आभार व्यक्त गर्न चाहन्छु। र उहाँको देनले गर्दाखेरि आज हामी नेपाल लिकर्स यो स्ट्यान्डमा आज यो स्ट्यान्डमा हामी आज पुग्न गइरहेको छौँ। र आज यो हाम्रो लागि विशेष दिन हो। र यो मध्येमा आज हामी अर्को एउटा खुट्किला चढ्नको लागि चाहिँ हामीले एउटा इन्टरनेसनल ब्रान्ड जुन चाहिँ युएसएल इन्डिया जसलाई चाहिँ हाम्रो आज यहाँ उपस्थित हुनुभएको चिफ गेस्ट
मिस्टर उदयनजीको चाहिँ एउटा ग्रेटफुलनेस भनौँ या उहाँको एउटा चाहिँ सहयोगले नै आज यो दिन यो विशेष दिनलाई चाहिँ आज हामीले चाहिँ एउटा चाहिँ नेपाली लिकर्सको एसेट्सको रूपमा लिन पाइरहेको छौँ र अब भन्नुपर्ने त धेरै छन् कुराहरू र यो जुन चाहिँ मैले आज यो जुन स्ट्यान्ड यो जुन प्लेटफर्म मैले पाएको छु जुन चाहिँ मेरो स्वर्गीय बुवा भक्तवीर सिंह तुलाधरको रेखदेखमा मैले धेरै कुरा सिकेँ त्यो बेलामा अब द्याट वाज नट एन हिस्ट्री इट्स अ हिस्ट्री बट त्यो कुराहरू धेरै छन् तर म उहाँप्रति अहिले पनि मलाई चाहिँ एउटा गौरव लाग्छ उहाँ नभएको भए चाहिँ आज म यो स्ट्यान्ड यो प्लेटफर्ममा हुँदैन थियो होला र यसको लागि चाहिँ म उहाँलाई चाहिँ एकदम हृदयदेखि नै अब त्यो त आफ्नै बुवा हो सम्झिराख्नु पर्दैन र इट्स अ भेरी टचिङ मोमेन्ट फर मी टु बिङ विथ मेरो बुवाको जुन चाहिँ डेडिकेसन उहाँको जुन हार्डवर्क जुन म बच्चा हुँदाखेरि जुन देखेको थिएँ र सायद त्यो इन्फ्लुएन्सले गर्दाखेरि नै होला कि म आज यो जुन चाहिँ मेरो जुन एउटा भनौँ न एउटा बिजनेस गर्ने एउटा मोटिभ एउटा प्यासन जुन चाहिँ ममा आएको छ सायद त्यही प्र्याक्टिसले गर्दाखेरि नै आज म यो यो नेपाल लिकर्सलाई चाहिँ यति अगाडि बढाउनमा चाहिँ म सफल भएको जस्तो लाग्दछ र मलाई गौरव पनि लाग्दछ अब धेरै कुरा गर्नु भन्दाखेरि पनि अब देयर सो मेनी थिङ्स टु बी धेरै कुराहरू छन् आज र ती कुराहरूलाई मध्यनजर राखेर चाहिँ म आज एकचोटि फेरि यो मञ्चमा एज अ नेपाल लिकर्स फ्यामिली हाम्रो डिस्ट्रिब्युटर्स सब डिस्ट्रिब्युटर्सहरू र यहाँ आउनुभएको महानुभावहरूको तर्फबाट युएसएल इन्डियाका जर्नल म्यानेजर मिस्टर उदयन चटर्जीलाई चाहिँ म स्टेजमा आमन्त्रित गर्न चाहन्छु मिस्टर उदयन प्लिज कम अन स्टेज प्लिज र यो हाम्रो तर्फबाट उहाँलाई एउटा फेलिसिटेट हुनेछ प्लिज त्यस्तै गरी म नाम त लिनु पर्दैन उहाँको नेपाली टेलिभिजनको व्यक्तित्व पर्सनालिटी मिस्टर सुरेश सिंह ठकुरीजीलाई पनि प्लिज एकचोटि स्टेजमा हुनु आमन्त्रित गर्न चाहन्छु र उहाँ हामीसँग अब एज अ ब्रान्ड इन्डोर्समेन्ट भनौँ या एज अ ब्रान्ड एम्बेसडरको रूपमा काम गर्नुहुनेछ र हि इज अ भेरी गुड फ्रेन्ड अफ माइन्ड सो यु विल बी एसोसिएट विथ अस फर अ लङ टाइम होइन सुरेशजी अब सायद यति नै भन्दै म यो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु र अब फर्दर प्रोसेस के छ प्लिज लेट मी नो थ्याङ्क यू भेरी मच अनि तपाईँहरू सबै आइदिनु भएकोमा एकचोटि फेरि पनि आभार धेरै धेरै धन्यवाद थ्याङ्क यू Thank you. And yes, we have made it public that Mr. Suraj Singh Thakuri is the brand ambassador to the product that we are going to unveil today. So here is the chairman facilitating the brand ambassador as well as general manager of Diazo India, Udayan Chatterjee. Thank you, gentlemen. Thank you, sir. And yes, this is how Nepal Liquors has been associated on today's date with Mr. Suraj Singh Thakuri, and we are yet to witness the unveiling of the product that we have for you today. And we have arrived to the moment, so I would like to request the chairman, the brand ambassador, as well as the general manager of Diazo India to participate together in the unveiling ceremony of Mr. Dowell's #1 luxury. That is the product that is going to be unveiled, Mr. Dowell's smoothest #1 luxury. Mr. Chairman, the brand ambassador, the general manager, together are going to unveil this product. And here comes Mr. Dowell's smoothest #1 luxury.
May this product rule the market like Nepal Liquors has always done. And here is the brand ambassador with the product in his hands. And that comes to you from today onwards. The auspicious ceremony for Nepal Liquors as well as everyone who has loved the company, its product. It is Mr. Dowell's smoothest #1 luxury. May I call upon the stage, Mr. Chairman, the General Manager, Diageo India, Mr. Udayan Chatterjee. We'll have some pictures here. A moment to cherish if you are lover of this product, and definitely it's going to be on your tables from today onwards. And now we also have something to unveil, and that is retail theater just besides the product that we have right now unveiled. So we have some more trouble to you, Mr. Chairman. May I have your attention towards the right side of the stage? And here we have the retail theater, and it looks mesmerizing. I'm sure it would look mesmerizing once it is unveiled. So here we are going to unveil the retail theater for the product, Mr. Dowell's smoothest #1 luxury. And yes, it is the moment to celebrate, and we are going to celebrate it by cutting a cake over the stage. So I would like to request our friends to do the necessary for celebrating this moment by cutting the cake. So once again, I would like to trouble you, Mr. Chairman, the brand ambassador to this product, also the general manager from Diageo India, Mr. Udayan Chatterjee. May we have the cake? So here we have witnessed the unveiling ceremony of Mr. Dowell's smoothest #1 luxury, the product that is brought to the market by Nepal Liquors Private Limited, and that cake looks mesmerizing. Here we have with us the chairman, the brand ambassador to this product, and also the general manager from India, Diageo India. And here everybody wants to have a click of the cake. Looks beautiful. यो काट्नै पनि माया लाग्ने किसिमको केक छ, एकदमै beautiful. And hope we all are going to test this. I would like to request the brand ambassador,
the chairman to do the honors jointly. Also the chairman, Mr. Chatterjee from India, Diazo India. So can we have a big round of applause when we do this? And who is going to be the first one to test this? Certainly the chairman here, the brand ambassador doing the honors. And that should be mouth-watering test. I would also like to request Mr. Chairman to, yes, the brand ambassador does it, did it on his own. Thank you very much, the brand ambassador, the chairperson to Nepal Lakers Private Limited. We have Mr. Chatterjee, who's traveled all the way from India to witness this brand launching ceremony. Udan Chatterjee. We all shall test this cake, so can we have a bigger round of applause to Mr. Dowell? I'm sure you're going to love the cake and love the product that's unveiled today to the Nepal's market. And it is Mr. Dowell's #1 luxury. Now, we have some congratulatory speech by different personalities, and I would like the technical department to play the video on the screen. So may I have your attention on the screen, please. The product being launched, and we have different personalities wishing it all the best for its success. र आज हामी यही अनभिलिङ सेरेमनीमा छौँ र अब भने हामी यहाँहरू माझ एउटा छोटो कमर्सियल भिडियो प्ले गर्न लागिरहेका छौँ. And this will tell you more about the product, and yes, the essence of the product as well. Like we celebrate friendship, like we celebrate relationships, the closeness, and we wish the product makes our bond even tighter one and warmer one. So let's have a look at this beautiful thing prepared by Brandworth Media. तिमीहरु कहिले नसुर्दिने भए साथीहरु. ओइ कस्तो लाग्यो हाम्रो सरप्राइज? तल आइज. जिंदगी मिठो झेल हो, smoothest number 1. कहिले पास कहिले फेल हो, Smoothest number 1. हार हो कहिले हार कै खेल झै, जीत हो कहिले जीत कै मेल झै, प्रेम हो जिंदगी कसैको साथको, प्रेम हो जिंदगी अनेकौं यादको. हात नै त हो आँट जीवनको, साथ नै त हो बात जीवन
जीवनको जिउनु छ जिन्दगी जहाँ आफ्नोपन छ जिएर त हेर स्मुदेस्ट नम्बर 1 छ पिएर त हेर स्मुदेस्ट नम्बर 1 छ जिन्दगीको अर्को नाम प्रेम, प्रेमको अर्को नाम मिस्टर डाउल, स्मुदेस्ट नम्बर 1. यो भिडियो हेरेपछि चाहिँ यसको पहिलो स्वाद सोध्नुपर्ने नै ब्रान्ड एम्बेसडरलाई जस्तो लागिरहेछ. सो हाउ वाज इट सुरज दाइ? थम्स अप ही गिव्स. एन्ड तपाईँहरू सबैलाई पनि मलाई जस्तै भयो होला, फेरि एकचोटि हेरौँ लागेको छ भने क्यान यु हेभ अ लुक वान मोर टाइम? व्हाट डु यु से? Thank you. So a big round of applause to the team who's prepared this and Brandworth Media. Mohan Gazurel र टिमलाई धेरै धेरै धन्यवाद. So can we have a look one more time? Thank you everyone. र जसरी हामी जीवनमा फ्रेन्डशिप सेलिब्रेट गर्छौँ, फ्रेन्डशिप सेलिब्रेट गर्ने अर्को एउटा प्रोडक्ट जसले तपाईँलाई अझ नजिक ल्याउनेछ, लाइक सुरज दाई द ब्रान्ड एम्बेसडर made a trip to several places to taste this wonderful taste and he says it's amazing. So here it is amongst you, Mr. Dowell's number 1 luxury, smoothest number 1. So यो साँझ यति मात्रैमा सकिने छैन. विल ह्याभ फन, लोड्स अफ फन. र त्यसको लागि हामीसँग नेपालका चर्चित कलाकारहरू हुनुहुन्छ. र अघि नै पनि यो बधाई दिने क्रममा मैले भिडियो हेरिसकेँ र उहाँहरूको भाव भङ्गिमाले यस्तो जनाउँछ कि दे नो द टेस्ट एज वेल. सो लेट मी वेलकम अन द स्टेज द मोस्ट सेलिब्रेटेड कमेडियन्स अफ नेपाली इन्टरटेनमेन्ट वर्ल्ड, सुबोध गौतम and Suman Karki. A big round of applause, please, ladies and gentlemen. We will have some fun here. Subodh Gautam and Suman Karki. कतै सुटिङतिर त जानु भएको छैन फेरि, उहाँहरू असाध्यै व्यस्त हुनुहुन्छ. Let's welcome them on stage. हिँड्नुहोस्, तपाईँलाई आज म छ नि भाइरल बनाउँछु, वात्तै हिट बनाउँछु. तपाईँ जस्तो प्रतिभावान मान्छे छ नि नेपालमा चाहिन्छ. मैले छ नि पुण्य गौतम अगोरी बाबादेखि लिएर सबैलाई भाइरल बन्नको लागि सहयोग गरेको छु. हिँड्नुहोस् आज तपाईँ के गरे भाइरल बन्नुपर्छ. तपाईँ आज टाक खुस्क्यो किन समात्या? टाक तपाईँको छ नि हजारौँ टाक आउँछन् भाइरल भइसकेपछि. भाइरल बन्नुपर्छ आज. आज तपाईँ भाइरल बन्नुभयो भनेदेखि तपाईँले छ नि करोडौँ पैसा कमाउनुहुन्छ. आज आउनुहोस्, अल क्यामेरा सेट रेडी, अन्तर्वार्ता सुरु गरौँ. दर्शकबिन नमस्कार. छ नि देशमा जुन किसिमले अहिले राजनीतिक अवस्थाको कुरा हामी गर्दैनौँ, किनकि यहाँ बन्द छ राजनीतिक कुराकानी हामी गर्दैनौँ. आज हामी एक प्रतिभावान व्यक्तिसँग चर्चा परिचर्चा छलफल गर्नेछौँ, जसले मलाई हरेक दिन फोन गरेर छ नि म भाइरल बन्न चाहन्छु. यता आउनुहोस्, भाइरल बन्नुपर्छ. आज म भाइरल बन्न चाहन्छु, मलाई भाइरल बन्नु छ भनेर उहाँले मलाई फोन गरिरहनुहुन्थ्यो. भनिदिनुहोस्, आज टेलिभिजन सेट अगाडि तपाईँसँग प्रतिभा के छ? होइन के पारा हो तपाईँको? एकदमसँगले हानिदिने हो, छाती उडाइदिने हो. भाइरल हुने प्रतिभा के छ तपाईँसँग भनिदिनुहोस् न टेलिभिजन सेट अगाडि दर्शकलाई. प्रतिभा के छ तपाईँसँग? प्रतिभा छ? मसँग छैन प्रतिभा सर्तिभा. कोसँग छ त? मैले अघि नै मसँग छैन भनेको होइन. भाइरल बन्नुपर्छ, प्रतिभा भन्नुहोस्. प्रतिभा छ तपाईँसँग? प्रतिभा त नारायणले लग्यो नि त. 3 वर्ष मसँग लभ गरी लास्टमा अमेरिकाको डिबी परेछ, कुइट परेर बनाइदियो. त्यस्तो प्रतिभा भने होइन यदुमीजी, मिस्टर डल्सजी. आज छ नि जुन किसिमले अहिले चर्चा परिचर्चा छ नि बजारमा भाइरलहरू, ह्या भक्त अब टाकर 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 गरेर आइदिने क्या. अब मिस्टर डल्स खाएपछि त पुरा शिवरात्रिमा पनि चिटी 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 अब क्याटवाक गरेर युवतीहरू आइदिने, बुढोहरू पनि गएर हेरिदिने भन्ने खालको प्रतिभा छैन तपाईँसँग? यस्तो खालको त अब निकाल्नु पर्छ. हुन्छ एउटा क्यारिकेचर गरिदिनुहोस् न आज. तपाईँ प्रतिभा खास ट्यालेन्टको कुरा गरेको होइन त? ट्यालेन्ट त छ. के छ भनिदिनुहोस्. त्यहाँ हेर्दै थाहा भइहाल्छ नि. के छ ट्यालेन्ट भनिदिनुहोस्. 4 किलोको ढक जुरुकै उचाल्छु म. यस्तो ज्यानले 4 किलो ढक उठाउँदाखेरि प्रतिभा हुँदैन के यदुमीजी, मिस्टर डल्सजी? प्रतिभा जुन किसिमको भित्रबाट हुन्छ नि एउटा ट्यालेन्ट. म हातले उठाउँदिनँ नि त. केले उठाउनुहुन्छ?
नाकैले उठाइदिनु सक्छु म त। नाकले कसरी उठाउनुहुन्छ ढक? बाहुन हो नि त, बाहुनको नाकै खतरा हेर्नु। खासमा त मेरी माइली बुइनी छ नि त, बजारमा तरकारी किन्न गई भनेदेखि आँखा झिमिक्क लौका गायब बनाइदिन्छ। कसरी? घरमा आउँदाखेरि वही तरकारी नलिकन आइस भन्दाखेरि हात छिउ गरेर नाकाबाट 2टा लौका पुलुत्तै निकालिदिन्छे। ट्यालेन्टको त कुरै नगरौँ। अब हाम्रा बाउ त कस्ता खालका छन् भनेदेखि नाकै ठुलो क्या। एउटा नाकमा चाहिँ, नाकका एउटा पालमा चाहिँ बाइक पार्किङ, अर्कोमा कार पार्किङ। छोडिदिनुहोस्, नाकको विषयमा मलाई नसिकाउनुहोस्। नेपालमा सबैभन्दा ठुलो नाक बोकेर हिँड्ने मान्छे मै हो। ट्राफिकले पनि मलाई भन्छ ओभरलोड भयो, तपाईँले नाक चाहिँ घरमै राखेर आउनुहोस् धमलाजी भनेर। त्यसैले नाकको विषयमा बहस नगरौँ। नाकको विषयमा त तपाईँ त पिएचडी नै हो नि। पिएचडी हो तपाईँ। नाक हेर्दै थाहा हुन्छ तपाईँ त हात्ती सुँडे नै हो। छोडिदिनुहोस्, आज तपाईँले भन्नुहोस्, तपाईँ ड्रिङ्क्स लिनुहुन्छ? मिलाउनु नि। खोइ ड्रिङ्क्स लिनुहुन्छ तपाईँ? अब सधैँभरि त लिने होइन, अब साह्रै करै गर्छन् क्या मेरा साथीहरूले, त्यही भएर लिने चाहिँ गरिरहेको छु। उहाँ चाहिँ को नि? उहाँ त मेरो मलाई कर गर्ने मान्छे हो, तलब दिएर राखेको छ कर गर्नु भनेर। कहिले कहिले खानुहुन्छ ड्रिङ्क्स, कहिले कहिले लिनुहुन्छ भनिदिनुहोस् त। आज के बार हो? आज फ्राइडे। फ्राइडे त गुड फ्राइडे मनाउने हो, एकदमसँगले खाने हो। स्याटरडे? स्याटरडे त्यत्तिकै भइहाल्यो नि। कि म फ्राइडे खान्छु कि नन फ्राइडे खान्छु क्या? सधैँभरि त म खाने फुर्सद। भाइरल हुने चिज आएन, भाइरल हुने चिज दिनुहोस् न, नभएदेखि कसरी भाइरल हुन्छ? आज पुण्य गौतमको क्यारिकेचर गर्नुहोस् त आज, अनि पो भाइरल भइन्छ त, गर्नुहोस् त आज। पुण्य गौतमको क्यारिकेचर तपाईँले भन्दैमा गर्छु? म क्वेसन सोध्छु, भन्नुहोस्। तपाईँले भन्दैमा गर्ने मान्छे हो। खैरे खैरे नथु खैरे कुडा कर्कट झार पत्कर जस्ता पत्रकारहरूले सोधेको कुरामा म त्यस्तो केही बोल्नेवाला छैन। मलाई त अब के छ भन्दाखेरि तपाईँलाई जिन्दगीले एउटा चाहिँ लग्जरियस जीवन बनाउन चाहनुहुन्छ होला नि, होइन? तपाईँको जीवन लग्जरियस छ कि स्मुथली छ भन्नुहोस्। बोल्यो कि पुलिसले झ्यानाकोटी पारेर लान्छ, मेरो त जीवन लग्जेल भइराखेको छ गुरुबन्धु। तपाईँलाई छ नि, तपाईँको यस्तो भाइरल हुने चिजै आएन। भाइरल भइसकेपछि सामाजिक सञ्जालमा जुन किसिमको फलोवर्स हुन्छ, तपाईँको फलोवर्स छन् सामाजिक सञ्जालमा? फलोवर्सको कुरा गर्दाखेरि त मेरा थुप्रै छन् नि सामाजिक सञ्जालमा, होइन समाजमै छन्। अब हिजो थापा गाउँका ओह्रालो झर्दाखेरि मेरा 150 जति मान्छेले पछ्याए नि त मलाई। त्यत्रो फलोवर्स छन् तपाईँको अहिले नै, किन पछ्याए? अब कुरा यस्तो पर्यो क्या, खाएर बसेका बेलामा कसो कता कति कुन सड्का एउटा आइफोन गोजीमा छिरेछ क्या अर्कैको, त्यही भएर अब पछ्याए नि। अब पछ्याउनु त पछ्याइहाल्यो नि, पुलिसहरूले पनि पछ्याए, छोडिदिनुहोस्, आइफोनवालाले पनि पछ्याए। छोडिदिनुहोस्, आज तपाईँ भनिदिनुहोस् पढाइ कति? अब हाम्रा बाउको त कुरै नगरौँ। अब 100 को चिकन लिन जाँदाखेरि 7 जनाले घेरिराखेका रहेछन्। छ नि तपाईँ के पार हो तिमीहरूको? तपाईँको पञ्चमा उहाँहरू हाँस्नेवाला हुनुहुन्न। आज छ नि जुन किसिमले यस्तो पञ्च त खेरै गयो, डावल्स खाएर तपाईँ घरमै सुत्नुहोस्। भनिदिनुहोस् आज तपाईँको पढाइ कति छ? अनि टिकटक गरिरहेको मान्छेलाई किन उठाएर ल्याइस्? भाइरल बन्नुपर्छ, इन्टरभ्यूको लागि मान्छे थिएन नि, तपाईँलाई बोलाएँ मैले। छ नि तपाईँको पढाइ कति छ भनिदिनुहोस् त आज? पढाइ त तपाईँकै जति हो भनेपछि चाहिने जति पढ्नु भएको छ। पढेको मैले 1मै छोडिदिएँ नि त, त्यतिले पुग्यो तपाईँलाई? आफूलाई पुग्ने जति पढिहालियो, किन चाहियो त्यो भन्दा चाहिँ। उसो भए तपाईँ बताउनुहोस् त आज अर्को एउटा क्यारिकेचर गर्नुहोस्। भाइरल हुने चिजै आइरहेको छैन, मेरो क्यारिकेचर गर्नुहोस् न त आज। ठ्याक्कै मिलाउनु भयो। कङ्ग्रेचुलेसन, यु आर सो ट्यालेन्टेड पिपुल इन द पिपुल। या कङ्ग्रेचुलेसन। म त फेरि इन्टरनेसनल द बोकासोमा पनि सान्त्वना पुरस्कार पाएको मान्छे हो नि त। यस्तो कन्टेन्ट यहाँ फाल्ने होइन। छ नि आज तपाईँले मलाई बताउनुहोस् त। अब चाहिँ भाइरल हुने चिज आयो, दर्शक पनि एकचोटि जोरदार ताली। पाट्टपुट्ट बज्यो, मेरै मान्छे हुन्। छ नि आज तपाईँले स्पष्ट रूपमा मलाई भाइरल हुने चिजहरू सुनाउनु पर्छ क्या। तपाईँ प्रेममा हुनुहुन्छ? केमा? प्रेममा। प्रेमको चाहिँ कुरा नगर्नु है, अहिले फेरि बवाल होला। किन? झापा जाँदा पापा खाएँ, डोटी पुग्दा रोटी। वाह वाह भन्नु। झापा जाँदा पापा खाएँ, डोटी पुग्दा रोटी, आलु खाएँ पिरतीमा, धोका अनेक चोटी। कहिले पुगेँ अर्का खाँची, कहिले पुगेँ राँची, पागल भएँ उनकै लागि माया साँची। वाह, अहिले चाहिँ आयो नि त तपाईँको जुन किसिमले छ नि भाइरल हुने चिज आयो। अब चाहिँ हुन सक्नुहुन्छ तपाईँ। तपाईँलाई कस्ता युवती मनपर्छ भनिदिनुहोस् आज? भाइरल भएपछि तपाईँ अन्तर्वाद दिन नभ्याउन सक्नुहुन्छ? पूर्वको 5 थरदेखि पश्चिममा मलाई डोटी मनपर्छ, दसैँमा मासु अनि तिहारमा रोटी मनपर्छ, झ्याम म अँगालो मार्दा पनि अँगालो नपुगोस् गाँठे केटीमा मलाई मोटी मनपर्छ।
वाह उसो भएदेखि तपाईँलाई मोटी मोटी मान्छे मनपर्छ सोलिड भनिदिनुहोस् आज त्यसो भए दर्शकलाई युवा र युवतीमा के फरक छ त्यति पनि थाहा छैन केटा मान्छेको झुङ्गा हुन्छ केटी मान्छेको झुङ्गा हुँदैन के हुन्छ हो मलाई थाहा छैन एलिजाको त छैन केटी मान्छे भनेको फुल जस्तै हो जताततै फुलेको पनि हुन्छ उस्तै परे आफ्नै बोयफ्रेन्डलाई समेत भुलेको पनि हुन्छ केटा मान्छे भनेको काँडा जस्तै हो कहिल्यै नराम्रो सोच्दैन टाँसिने नगए घोज्दैन यस्तो छ नि तपाईँले कन्टेन्ट फाल्नुभयो भने ताली बज्ने होइन कालामा बज्छ म त सोलिड कपी हो नि त क्यारिकेचर गर्नुहोस् न एउटा केही क्यारिकेचर गीत गाउनुहोस् आज भाइरल हुने खालको गीत बजाउनुहोस् आई एम रेडी फर द्याट ल गाउनुहोस् त एउटा रिङ्के बुङको राँगोलाई चुङ्के बुङको चुलेसीले ताप्ले जुङमा ताकेर कालिम्पोङमा काटेर यो बिचमा रागो किन आयो फेरि ताप्ले जुङमा ताको नि त चुलेसीले अनि रागो भाग्नु पर्दैन यसमा भैँसी छैन भैँसी किन आयो फेरि यहाँ रागो अगाडि लागेपछि भैँसी पछाडि लाग्दैन आज तपाईँ छ नि भाइरल हुनुहुन्छ जस्तो मलाई लाग्दैन किनकि यस्तो प्रतिभाले भाइरल हुँदैन बजारमा अहिले त जुन किसिमले छ नि मैले दुर्गेश थापासँग पनि अन्तर्वार्ता लिएको छु उहाँले नारायण गोपालजी कस्तो गीत गाउनु भएको थियो त्यस्ता हावादारी कुरा नगर्नु मैले विजय साईलाई पनि मैले नि भाइरल बनाएको आफू भाइरल हुने होइन अरूलाई बनाउने ज्ञात र छे हस 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 ओ ल रहे म ब ब फ प भनेर उल्टोबाट पनि पढिदिनु सक्ने उसमा एउटा क्यारिकेचर गर्नुहोस् त आज अन्तिममा एउटा अनि तपाईँ भाइरल हुनुहुन्छ है अब आ गए मेरे मौत के तमाशा देखने अब मुझे लड़का देंगे जुबान ऐसे बाहर आएगी आंखें बाहर आएगी अब इस्तारी थोड़ी देर लटकता रहूंगा फिर मेरा भाई मुझे नीचे उतारेगा फिर आप चर्चा करते हुए घर चल जाओगे खाना खाओगे सो जाओगे तुम्हारी ये ना मर्दांगी बुझली एक दिन सीधे इसका मौत का तमाशा है अब तपाईँ भाइरल हुनुहुन्छ तपाईँ वात्तै हिट हुनुहुन्छ अब तपाईँ भाइरल हुने सम्भावना देखियो क्यामेरा बन्द गर अब यसले मार्छ डाइलगै सकिया छैन भागो के पारा हो तपाईँको एकदम सँगले हानिदिने हो छाती उडाइदिने हो म त्यत्तिकै भाइरल किन हुनु पर्यो म किन हिट हुनु पर्यो त्यो भएको हुनाले गर्दा समाजमा बाँच्ने भनेको फिट भएर हो हिट भएर होइन ठोकुम ताली धन्यवाद धन्यवाद धेरै धेरै कमेडियन साथीहरूलाई र समाजमा फिट भएर बाँच्ने सन्देशका साथ उहाँहरूको कमेडी सो यति नै र आज हामीसँग अरू पनि प्रस्तुतिहरू रहनेछ यस बिचमा म मनिष कपुर जो हेड हुनुहुन्छ सेल्स एन्ड मार्केटिङका उहाँलाई आफ्ना केही भनाइहरू राख्नका लागि अनुरोध गर्दछु I would like to request Mr. Manish Kapoor, who's the head of sales and marketing, to have a few words with you. Thank you. Good evening, everyone. Good evening. Are we guys enjoying? Are we excited? So I would like to take this opportunity to extend my heartiest thanks to our Honorable Chairman, Rajesh Bir Singh Tuladhar, my colleagues from NLPL, and all the sales team, our RDs from across the country, and our SDs from across Nepal. A very warm welcome, and thank you so much for gracing this occasion with your valuable presence. And this is indeed my honor to be here with all of you. And it's a proud moment for all of us, isn't it? Proud moment? Yes? As this product launch is a very important milestone in our Nepal liquors journey. Talking about this brand, Mr. Dowell's #1 luxury. It is shared and enjoyed across 20 countries around the world. And it is an international and iconic brand. As we speak today, Mr. Dowell's #1 luxury as a brand is a celebration of true brotherly bonds and the endearing spirit of brotherhood and friendship. The liquid has been specially designed by researchers to suit the taste palette of local people here in Nepal. The mix
has been specially designed by world's renowned design agency named Design Bridge. And Design Bridge is a UK-based company. So, as you all know, we have other international and amazing brands with us, like Signature, Antiquity, Blue Ribbon, and more. So this new #1 luxury will further strengthen our brand portfolio. Yes? And because you know that there is a huge potential in this category. We have a family of our strong channel partners, like our RDs, our SDs, our wholesalers, retail outlets, and institutional outlets all across the country, who have always stood for us, for our brands, for our organization, for the growth of NLPL. They have given us tremendous and constant support. So we would request you to support, as always, to make this brand a huge success in Nepal market. And you have seen this retail theater also. Are we excited with this retail theater? The merchandise, the POSM? Yes? So, thank you so much. And all the best from my side and from NLPL for the great success of this brand. Thank you so much and all the best. Yeah. Thank you, sir, for your words. र अब भने हामी अन्त्यतर्फ आइसकेका छौँ कार्यक्रमको. But yes, obviously we have with us a sensational singer from Nepali music industry, Fulbutte Sari Sapakka Pari. I hope you have all loved this song. And tonight, at this moment, we have with us the sensational singer who's made big hit, and yes, numerous other songs as well. As of now, I would like to welcome on the stage to entertain us none other than Milan Newar. Can we have a big round of applause for her? Milan Newar on stage. Namaskar, good evening. आज यो मिस्टर डाउलको इनोग्रेसन र लन्चिङ कार्यक्रममा तपाईहरु सबैजनालाई वार्म वेलकम गर्न चाहन्छु र धेरै ढिलो नगरिकिन म अलिकति लेट पनि आएँ होला. सो गीतबाट नै स्टार्ट गर्न चाहन्छु र तपाईहरु सबैजनालाई धेरै धेरै फेरि पनि वेलकम र एकदमै धेरै माया गरिदिनु भएको गीत फुलबुट्टे सारीबाट स्टार्ट गर्दैछु. थ्यांक यू सो मच. प्लिज मलाई मिठो ताली पनि चाहिन्छ है हजुरहरुको सबैजनालाई. फुलबुट्टे सारी सपक्क पारी पछ्यौरी मलमलको फुलबुट्टे सारी सपक्क पारी पछ्यौरी मलमलको कौशीमा बसी तिमीलाई हेर्दा मन मेरो हलचल भयो. कौशीमा बसी तिमीलाई हेर्दा मन मेरो हलचल भयो. कान्छाको केश फिजारिएछ कायोले चोट मिलाइदियो कि रेशमी चुल्टो उडी
प्लिज अलिकति ताली दिनुहोस् ताली पनि चाहियो मलाई कम अन सबैजना कम अन थ्याङ्क यू कान्छाको केशा फिजारिएछ कायोले चट्ट मिलाइदियो कि रेशमी चुल्ठो ओडेर घुम्टो रेशमी चुल्ठो ओडेर घुम्टो मोहनी रङमा भुलाइदियो कि मोहनी रङमा भुलाइदियो कि जाइ फुलिसक्यो जुई फुलिसक्यो चमेली फुल्दैछ जाइ फुलिसक्यो जुई फुलिसक्यो चमेली फुल्दैछ किन होला कुन्नी यो मेरो मन तिमीतिरै भुल्दैछ किन होला कुन्नी यो मेरो मन तिमीतिरै भुल्दैछ कान्छाको केशा फिजारिएछ कायोले चट्ट मिलाइदियो कि रेशमी चुल्ठो ओडेर घुम्टो रेशमी चुल्ठो ओडेर घुम्टो मोहनी रङमा भुलाइदियो कि मोहनी रङमा भुलाइदियो कि मसँग एकपल्ट गाउनु पनि सक्नुहुन्छ है पक्कै पनि आउँछ तपाईँहरूलाई अलिकति लाउडर सुन्न चाहन्छु प्लिज कम अन कान्छाको वाउ रेड ओडेर रेशमी चुल्ठो लाउडर मोहनी रङमा भुलाइदियो कि थ्याङ्क यू सो मच थ्याङ्क यू एभ्रिवान वाउ कस्तो मजाले यतातिर साह्रै रमाइलो लाग्यो मलाई सो खुलेर नाच्ने हो गाउने हो धेरै बेर हामीले स्पिच पनि सुन्यौँ होइन सो कमेडी पनि सुन्यौँ अब अलिकति नाच्नु पनि पर्छ सो होइन मलाई थाहा छ यहाँ एकदमै अलिकति टेबलमा बस्ने टाइपको कार्यक्रम छ तर हामी रमाइलो जसरी पनि लिन सक्छौँ सो खुलेर साथ दिनुहोला सेकेन्ड गीत तपाईँहरूको लागि गाला रातै एकदमै नोटबुक मुभीबाट र अहिले भर्खरै गाएको गीत चाहिँ शब्द सङ्गीत राजन राज शिवाकोटी दादाको रहेको थियो भने अब गाउने गीत चाहिँ बसन्त सापकोटा दादाको सङ्गीत रहेको छ भने राजेन्द्र थापा सरको शब्द रहेको छ मुभी नोटबुकबाट तपाईँहरूको लागि यसमा त डेफिनेटली नाच्नुपर्छ फेरि मसँग सो हाम्रो गाइज यतातिर रेडी हुनुहुन्छ होइन यस थ्याङ्क यू सो मच तपाईँहरूले गर्दा नि मैले साहस भेटिरहेको छु कि यहाँ अलिकति ओके प्लिज गाला राते प्लिज सबैजना कम अन डान्स पनि गर्न सक्नुहुन्छ है अलिकति साह्रो कम अन मसँग गाउनु पनि सक्नुहुन्छ है गाला राते गाला लाउडर प्लिज गाला राते गाला राते गाला राते लाजले हो कि पैसाले हो कि यो कान्छीको गाला राते हो यो कान्छीको गाला राते आँखा राते
कान्छाको आँखा रातै हो यो कान्छाको आँखा रातै के कसो थ्याङ्क यू मलाई फेरि ताली चाहियो तपाईहरुको 1 2 3 कम अन प्लिज पछि पनि पछाडिबाट पनि प्लिज सबैले थ्यांक यू Thank you so much. अब पनि नेक्स्ट सङ तपाईहरुको लागि हाम्रो गर्ल्सहरुले मलाई यहाँ चाहिँ आएर साथ दिनुहुनेछ स्टेजमै आउनु पर्यो तपाईहरु म एक्लै भएँ कि सो obviously thank you so much हजुरले इन्जोय गर्नु होला सो नेक्स्ट सङ स्लोली गाउँदै छु बसन्त सापकोटा दाके संगीत शब्द अमृता नेपालज्यूको रहेको छ मुभी काली मुभीबाट जसमा रेखा थापाज्यूले मजाले डान्स गर्नुभएको छ सो स्लोली प्लिज गर्ल्स मलाई साथ दिनु पर्यो हजुरहरू यता आउनु पर्यो स्टेजमा कम अन यता आउनुहोस् नि मलाई तालीले फेरि साथ चाहियो अलिकति स्टेजलाई कलाकारलाई ताली चाहिन्छ सो कम अन
सबै हाम्रो दर्शक आउने चाहिँ माथि आजको गुलीमा नचरेको मटनले अर्को दुईजना कहाँ जानुभयो आजको गुलीमा नचरेको मटनले आलेको मुटुलाई बनाइने छोरो हातला तन्काएर पाउने हिम्मत छैन पाउने किस्मत छैन त्यही पनि दिनमा दाउने पल्ला हुँदैछ सबैले हुन्छ थ्याङ्क यू मैले यहाँ हाम्रो मेरो प्यारो दाजु सुरज सिंह ठकुरी दादालाई देखिरहेछु प्लिज कम अन द स्टेज प्लिज एकपल्ट स्टेजमा आउन रिक्वेस्ट गर्दछु अलिक यहाँ आएर नाच्नु पर्यो नि जस्तो नाच्न आजको गुलीमा नचरेको मटनले कालेको मुटुलाई बनाइने छोरो हातौला तन्काएर थ्याङ्क यू सो मच मलाई फेरि ताली चाहियो तपाईँहरूको एकदम सुनसान भयो कि सबैजना पछापट्टि पनि नि आजको नजरेको कालेको बनाई हातौला तन्काएर पाउने हिम्मत छैन पाउने किस्मत छैन त्यही पनि दिन बल्ल हुँदैछ है Thank you so much. Okay. अब तपाईहरु सबैजनालाई रमाइलो त भइरहेछ हैन? ओके. ओके. यस जन्म जन्म जिउलासँगै पनि एकदमै धेरै हुन चाहिँ आनन्द कार्की दादा र साथै हाम्रो पवित्र सुब्बा दिदीले गाउनु भएको मैले साथ दिएको हो र तपाईहरुले एकदमै धेरै माया गरिदिनु भएको छ। म अलिकति त्यतिकै गुनगुनाइदिन्छु हुन्छ? ओके। जन्म जन्म जिउलासँगै जन्म जन्म जिउलासँगै भाकेर बर पिपलो यो तन
people. Thank you so much. अब लास्ट नम्बर तपाईँहरूको बिचमा गाउँदैछु विराट भट्टज्यूको मुभी साङ्लो मुभीबाट चरीले काफल टिप्यो यो लास्ट नम्बरको साथै म तपाईँहरूसँग बिदा लिनु छु हाम्रो मलाई एकदमै खुसी लागेको छ आज यहाँ तपाईँहरूको बिचमा यसरी एउटा कनेक्टेड हुन पाउँदाखेरि पर्फर्म गर्नु पाउँदा मलाई एकदमै खुसी लागेको छ सो थ्याङ्क यू सो मच अल र आजको यो इभेन्ट अभियसली नेपाल लिक्वर्सको तर्फबाट रहेको रहेछ लिक्वर चाहिँ आज लन्च भएको छ तपाईँहरूको बिचमा सो मापसे यो चाहिँ अलिक हौसले नै गर्नु होला लिमिटमा बसेर सो यो लास्ट नम्बर तपाईँहरूको बिचमा र गाउन जाँदैछु राजन राज शिवाकोटी दाके शब्द सङ्गीत र मलाई भोकलमा पनि साथ उहाँले नै दिनुभएको छ यो गीत तपाईँहरूको लागि मलाई तालीले साथ दिनु होला लास्ट नम्बर रहेको छ पछिबाट भने चरीले काफल टिप्यो खानलाई हो कि खुवाउन मायाले रुमाल झिक्यो रुनलाई हो कि रुवाउन चरीले काफल टिप्यो खानलाई हो कि खुवाउन मायाले रुमाल झिक्यो रुनलाई हो कि रुवाउन चप्पलीमा गुन्द्री सुकुल ढोकै सामु आइन आजसम्म दायाँ बायाँ मण्डुलेको छैन चप्पलीमा गुन्द्री सुकुल ढोकै सामु आजसम्म दायाँ बायाँ मण्डुलेको छैन कल्ले धुरी छाउने हो मान्छेतिर आउने हो कल्ले धुरी छाउने हो मान्छेतिर आउने हो लाली जुबन हाँस्ने गरी बन फुलेको छैन आजसम्म दायाँ बायाँ मण्डुलेको छैन चरीले काफल टिप्यो खानलाई हो कि खुवाउन मायाले रुमाल झिक्यो रुनलाई हो कि रुवाउन चरीले काफल टिप्यो खानलाई हो कि खुवाउन मायाले रुमाल झिक्यो रुनलाई हो कि रुवाउन मुखियाको कान छोरो मेरै पछि धाउँछ जसले पाए उसले मलाई भेट्न कहाँ पाउँछ मुखियाको कान छोरो मेरै पछि धाउँछ जसले पाए उसले मलाई भेट्न कहाँ पाउँछ कसको भाग्य खुल्ने हो मोहनीमा फुल्ने हो कसको भाग्य खुल्ने हो मोहनीमा फुल्ने हो लाली जबन हाँस्ने गरी बन फुलेको छैन आजसम्म दायाँ बायाँ मण्डुलेको छैन चरीले काफल टिप्यो खानलाई हो कि खुवाउन मायाले रुमाल झिक्यो रुनलाई हो कि रुवाउन चरीले काफल टिप्यो खानलाई हो कि खुवाउन मायाले रुमाल झिक्यो रुनलाई हो कि रुवाउन थ्याङ्क यू सो मच फेरि पनि थ्याङ्क यू भन्दै म तपाईँहरूसँग यतिमै बिदा लिन चाहन्छु अ भेरी गुड नाइट थ्याङ्क यू सो मच थ्याङ्क यू Ask you to be on the stage for a while, Milan. And thank you very much. A big round of applause for Milan, please. र म अध्यक्षज्यूलाई एउटा बुके प्रदान गरेर थ्याङ्क्स भन्नको लागि स्टेजमा आमन्त्रण गर्न चाहन्छु राजेश वीर सिंह तुलाधरज्यू. So he's going to facilitate. Say thank you to the singer Milan Newar.
यहाँले म्युजिक इन्जोय गर्नुभयो होला यो गीतहरू इन्जोय गर्नुभयो होला सो द चेयरम्यान is going to honor the singer, a very sensational one, very talented one, who's ruled our hearts with her soothing voice. And that's a gesture of thank you. म राजेश सरलाई एकैछिन रहिदिन अनुरोध गर्दछु. र म ब्रान्डवर्थ मिडियाका सिइओ मोहन गजरेलज्यूलाई पनि स्टेजमा आमन्त्रण गर्दछु. तपाईँले जुन टिभिसी हेर्नुभएको थियो अघि फ्रेन्डसिपको त्यो बोन्ड सेलिब्रेट गरिरहेको त्यो टिभिसी इज प्रिपेयर्ड बाई ब्रान्डवर्थ मिडिया. सो एज अ जेस्चर अफ थ्याङ्क यू, Mr. Chairman is going to thank Mohan Gajrel with a bouquet, a token of love, a gesture of thank you to the CEO, Brandworth Media. So can we have a big round of applause from your side? Thank you, Mr. Chairman. Thank you, Mohan sir. And thank you everyone for witnessing this memorable evening when we have a new product, Mr. Dole's #1 luxury. So with this, we thank you everyone for being here and being a part of this event. Yes, obviously this product will travel far through, and with this will travel our love, friendship. र आजबाट यो प्रडक्टको ब्रान्ड एम्बेसडरका रूपमा यो प्रडक्टलाई एन्डोर्स गर्दै हुनुहुन्छ नेपाली मनोरञ्जन जगतका एक हस्ती जसले दशकौंदेखि हामीलाई एन्टरटेन गर्दै आउनु भएको छ. So once again a big heartfelt thank you to Suraj Singh Thakuri. Can we have a big round of applause, the brand ambassador to Mr. Dole's smoothest #1 luxury. And I also request you to enjoy the evening and have your dinner. Thank you very much. I say goodbye. Thank you.